Hello. Now it's time for our internet drama. Let's welcome them. अब एउटा सूचनामूलक नाटक लिएर मेरा प्यारा साथीभाइहरू आउँदै हुनुहुन्छ। उहाँलाई टाइले स्वागत गरौँ। प्रस्तुत हुँदैछ नाटक। नाटकको शीर्षक रहेको छ ईश्वर। यसका पात्रहरू कक्षा 1, 2 र 3 का साथीभाइहरू रहेका छन्। को हुन् ईश्वर? भगवान, ईसा, यसु, बुद्ध, अल्लाह। नेपाली रूपान्तरण नाम यिनै हुन्, तर सबैको एउटै रूप ईश्वर र भगवानले दिनुभएको सन्देश पनि एउटै। ईश्वर छन् त सबै थोक छ, ईश्वर बिना सब असम्भव। शुभ प्रभात। मसँग हातमा भएका यी 2 कुरा मध्ये तपाईँ के मन पराउनुहुन्छ? ओहो, पैसा? म त पैसा लिन्छु। आहा, यति धेरै पैसा, आज त रमाइलो हुने भयो। हेर्नुस् त, मसँग हातमा भएका यी 2 कुरामा तपाईँ कुन लिनुहुन्छ? वाउ, मोबाइल! म त मोबाइल लिन्छु। मलाई मोबाइलको आवश्यकता पनि थियो। सुन्नुहोस् न, तपाईँ यी 2 कुरा मध्ये के लिन चाहनुहुन्छ? वाउ, टेडी! ये! यदि मैले तपाईहरूलाई यी 2 कुरा दिए भने तपाईँ के छान्नुहुन्छ? ए, हेर त खानेकुरा। खानेकुरा छान्छु नि। सुन्नुहोस् त, तपाईलाई मैले यी 2 कुरा दिए भने के लिन चाहनुहुन्छ? तपाईले यहाँ लेखिएको सबै कुराहरू पाउनुहुन्छ, किनकि तपाईले यस्तो अवस्थामा पनि पैसाभन्दा भगवानलाई नै ठुलो ठान्नुभयो। मानिसहरू दिन प्रतिदिन आफ्नो लोभ र मोहको जालमा फस्दैछन् र ईश्वरप्रति इमानदार नभई गलत बाटोतर्फ झुक्दै गइरहेका छन्। यस नाटकको मुख्य सन्देश ईश्वरले हामीले गरेको सबै कार्य हेरिरहनु भएको हुन्छ। हामीले उचित कार्य गरी ईश्वरप्रति आस्था विश्वास राख्यौँ भने ईश्वरले सोही अनुसार हामीलाई फल पनि दिनुहुन्छ। धन्यवाद।